गिटारको तार चेन्ज गर्न आँटेको हामीले स्ट्यान्ड माइक गुड मर्निङ म्यामहरू सबैजनालाई राम्रो राम्रो भएर आउनु भएछ आज भरे डान्स चाहिँ बवाल हुनु पर्यो अब हाम्रो सरले तार चेन्ज गर्ने हुन्छ भन्नु पर्यो अब हाम्रो फिलिप सरले तार जोड्दै हुनुहुन्छ के तार जोडेको मैले गिटार हो र यो मादल हैन र हार्मोनी हैन र हार्मोनीको तार जोड्दै हुनुहुन्छ हाम्रो फिलिप सरले यसो चेन्ज गर्नुपर्छ वान नम्बर स्ट्रिङ खाली छुट्टेको छुट्टै हार्मोनी पनि बजाउँछ हार्मोनी पनि देखाउने यहाँ छ हाम्रो हार्मोनी ओके फिनिश मर्निङ हाउ आर यु टुडे फाइन ल अहिले हामी स्कुलमा आइपुगेका छौँ गुड मर्निङ मनिष टागी ल आज हाम्रो यहाँनिर प्रोग्राम छ त्यही भन्नु पऱ्यो नि त नि सरको ब्लगलाई एप्पल खाऊ बेटा साइडेड टेप यहाँ चाहिएको छ छिटोभन्दा छिटो डबल साइडेड टेप स्टेजमा पठाइदिनु हुन अनुरोध गर्न चाहन्छु डबल साइडेड टेप जुन म्यामहरूले देख्नु भएको छ नर्सरी एलकेजी युकेजीको म्याम वेलकम टु माई ब्लग ओके वेलकम टु माई पास ब्लग सबैजनालाई राम्रो छ गुड मर्निङ सर म्याम गुड मर्निङ के गरेको त्यस्तो उयो टेबलमा हार्मोनी राख्ने टेबल स्मल टेबल सिङ्गिङको लिस्टहरू यहाँ छ टन्नै वेलकम सङ स्पाइसी सङ पनि छ हेलो एकदम गर्मी फ्यान छ एप्पल खानु न हजुरले पनि From the Literary Club, I'd like to welcome Rukmini Adhikari as a deputy leader. Leader, Vice President. Your President is one Vice President. Arek Sabura Turki as a leader of Literary Club. खोर्सानी छोको केले खोर्सानी खसीको मासुले भन्नु न खसीको मासुले पोल्दैन खोर्सानीले खसीको मासु पिरो हुँदैन रहेछ है खसीको मासु अलिअलि पिरो हुन्छ ल पिरो हुन्छ ओके डोके हान्नु न हेलो रोजर भन्नु पर्यो हेलो रोजर र आर्मीहरूले भन्छ नि पुलिसहरूले नानी बाबुको आमा बाबुहरूसँग पनि अभिभावकहरूसँग पनि भेट गर्ने मौका मिल्यो ल अब खास यो अहिलेको म यहाँ अचानक किन आएँ भनेर कतिलाई चाहिँ अचम्म पनि मान्नु भएको छ होला किनभने तपाईँहरूले म यता किन आएँ भन्ने कुरो थाहा पाउनु भएको छैन होला कतिलाई र कतिलाई चाहिँ यो कस्तो मान्छे आयो भन्ने कुरा पनि थाहा छैन होला को मान्छे आयो भन्ने कुरा पनि थाहा छैन होला म छोटकरीमा भन्छु म को मान्छे हो किन आएँ भन्ने कुरा तपाईहरुलाई म छोटकरीमा भन्न चाहन्छु मेरो नाम महावीर पुन हो म म्याग्दी जिल्लाको मान्छे हो म एउटा समाज सेवा गर्ने मान्छे हो जिन्दगीभर समाज सेवा गर्ने फुर्सदको समयमा मात्र हैन जिन्दगीभर समाज सेवा गर्ने र अरु कुनै व्यापार व्यवसाय आफ्नो धन्दा केही गर्दैन जागिर Go gently to clean it. Tongue and mouth.